केजीसम्म अटाउँछ। प्रकाश अब सुक्खा आँप भने 50 केजीको ब्याग, अनि 70 देखि 80 केजीसम्म ब्याग हो। त्यसको भित्रबाट ल्याइदिन्छु सर, कस्तो छ कभर अब छिर्नुसम्म के भन्छ अब छिर्नु आज अब एक तरकारी कतिको के घाँस सास्नु पाल बाँडिन्छ। तपाईँहरूले त्यस्तो साइलेज बनाएर राख्नु खोज्नुभयो भने त्यो साइलेजको ब्यागहरू चाहिँ हजुरले चाहियो भने सबै गर्नु त। अब वर्षायाम लाग्दै पनि चाहिँ साइलेज ब्यागहरू चाहिँ हजुरहरूले कम्ती 50-60 बोरा साइलेज बनाएर राख्नुभयो भने धेरै राम्रो हुन्छ। एकदम यो प्लास्टिक बोलियो खाले छ तन्काउँछ फेरि त्यस्तो तन्काउँदा पनि चेरिँदैन। अब हुन्छ यस्तो चेप्किने कुरा त भएन अहिले चल्छ। घाँसको पालहरूले त्यसरी गर्दैन। हजुरहरूलाई त्यस्तो चाहिन्छ भने चाहिँ हाम्रो अफिसबाट नि साइलेज ब्यागहरू उपलब्ध गरेर दिएको सम्पर्क गर्न सक्नुहुन्छ। अब हजुरहरू हाम्रो साथीहरू प्रायः चाहिँ गाई बसेको साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ के गर्नु भन्दाखेरि अरू सामानहरू मगाउँदा नि 800 बोरा मगाएर साइलेज बनाउन सिक्नुपर्छ कि आफै बनाउन सिक्यो भने पनि धेरै लो कस्टमा चाहिँ आहार व्यवस्थापन गर्न सकिन्छ। अथवा 20-30 बोरा बनाउने सामान्य सुरुको स्टार्टिङ फेजमा कतिपयले जान्दैन साइलेज बनाउन भन्नु चाहिँ नजाने पार भन्नु है। म यो साइलेज बनाउने विधि म सबैहरू सिकाइदिन्छु। हजुरहरूले चाहिँ